ए दाजु ल्याइदेऊ भाउजू गाह्रो भयो भाइलाई। सो हेलो एभ्रिवान, गुड मर्निङ सबैजना। सन्चै आएर हुनुहुन्छ र म सन्चै छु। सो आजको न्यू भ्लगमा सबैजना स्वागत छ। अनि म चाहिँ मस्त लेटेर चाहिँ यहाँ गोठमा छु क्या, गोठ पछाडि टक्क साग टिप्न आएको। अनि आज लास्ट इक्जाममा मेरो फर्स्टको इक्जाम मैले भ्लग हालेको छु। सबैजनाले हेरिदिनु होला, गएर चेक गर्नु होला एलेक्स ब्लगरमा, एलेक्स ब्लगर एकाउन्ट युट्युब च्यानलमा। अनि चाहिँ म साग टिप्न आएको मस्तले। अनि टक्क आज भ्लग एउटा बनाएर हालिदिनु पऱ्यो। कति 6 दिन 7 दिन भइसक्यो होला, ए होइन 5 दिन जस्तो भयो होला त एउटा भ्लग हालेको। अनि 1 विकमा कम्तीमा 2टा भ्लग हाल्नु पाइयो भने धेरै राम्रो नि त। अनि अझै म यहाँ साग टिप्न आएको, तरकारी पकाएर स्कुल जानु, कलेज जानुपर्ने इक्जाम दिन। ए हाम्रो अहिलेको साग चाहिँ यति नै छ क्या प्रायः, होइन यति मात्र छ। त्यो त भर्खर रोपेको। पहिलेको भ्लग हेर्नु भएको छ भने पहिले पुरानो आइडीको त्यसमा कति राम्रो थियो है, यस्तो करेसा बारी, करेसा मतलब अब सागबारीहरू कति राम्रो थियो। अहिले त त्यति राम्रो छैन। यो त हाम्रो यो जाँची केटा के भन्छ है। अनि यो यसलाई झारी, यो सागको यो टक्क दामी भएर लसुन चाहिँ त्यति रोपेको छ। यस्तो बेरेर रोप्दा पनि यति मात्र, केही त्यति जति स्ट्रगल गरे पनि त्यति फल्दैन क्या यता प्रायः, होइन। सिमीको बोट पनि छ यता मस्तले, त्यो मरिसकेको छ। मरेको चाहिँ घिरो लाएछ, तर सिमी फल्दैछ अहिले भर्खर। अनि टक्क हाम्रो ग्वाली चाहिँ यस्तो छ है गाई छ नि। यो चाहिँ हाम्रो सबै मल हो क्या, टन्नै छ मल त। 2 ट्र्याक्टर जति हुन्छ क्या, 2-3 ट्र्याक्टर हुन्छ। यता बाख्राको खोर छ, यहाँ टक्क ग्वाली छ हाम्रो। सो अनि आज त्यही के भन्छ, आज भ्लग स्टार्ट गरेको। सबैजना माया सबैले गरिदिइराख्नु होला है। नयाँ हुन्छ भने चाहिँ सब्सक्राइब गर्नु होला, पुरानो हुन्छ भने लाइक कमेन्ट गरेर जानु होला, ट्याक्क लाएर होइन। अनि टक्क अब आलु करेला काटेको छु। अब साग यस्तो छ है, यस्तै। मलाई फेरि खानासाना सबै पकाउन आउँछ। हेर मायालु, तिमीलाई म दुःख दिन्न गरेर हारे क्या। मलाई फेरि खानासाना सबै पकाउन आउँछ। हेर मायालु, तिमीलाई म दुःख दिन्न गरेर हारे क्या। जस्ट इन्टरटेनमेन्ट है, मनोरञ्जन लिने जाने हो क्या भ्लग भनेकै हो नि त, होइन। हो कि नभन्नु न सबैले। अनि टक्क दामी तरिका साग त्यति छैन हौ, हिजो पनि टिपेर लगेर गएको मैले साग। अनि आज त्यति छैन साग चाहिँ। फेरि म मिसाउनुको हल्का थोरै मिसाउनुको लागि मात्र, धेरको लागि चाहिँ होइन, थोरै मिसाउनुको लागि मात्र यो चाहिँ लान्छु म। सागको त्यति यस्तो मिठो हुन्छ नि यो साग चाहिँ होइन खानालाई। मलाई चाहिँ फेरि सागमा सबैभन्दा मिठो लाग्ने भनेको चाहिँ फर्सीको मुन्टा नि हो क्या, दामी तरिकाले। यस्तो सकेर साग हालत है। जिन्दगी यस्तो बितिरहेको छ, घरमा बसेर गोठालो गर्ने, खाना पकाउने। धान सकेको छ, पराल उठाउनु पर्ने छ 1 दिन माथि खेतबाट। अनि साग यस्तो छ हेर्नु होला। टक्क कसैको घरमा साग छैन भने मलाई भन्नु होला, म 1 मुठी दिन्छु। मेरोमा छैन, त्यो पनि यति भन्न चाहन्छु। मेरो बिहानै करेसा बारी यस्तो जे पाइँदै नबोलिराख्नु होइन। हाम्रो पनि साग छैन हौ त्यति, बरु मलाई ल्याइदेउनु हौ कसैले साग गाइज। त्यति साग छैन अहिले। अनि अब टक्क खानासाना पकाएर टक्क कलेज जानुपर्ने छ। खाना खाएर 12 बजेदेखि कलेज स्टार्ट हो। अहिले 9 बजेर 9 मिनट गएको छ। अनि 9 बजेर 9 मिनट गएको छ। लामा कडक त्यही हो गाई छैन। अब चाहिँ भरे कलेजतिरै भेट्नुपर्छ होला। मेरो चाहिँ यता छ वस्तु जनावरहरू, साला हरामखोर कुखुरा चोरहरू। यहाँ चाहिँ एउटा बर, यहाँ चाहिँ एउटा त्यो जर्सी गाई हो, पल्लो लोकल गाईको बच्चा त्यहाँ। अनि यो पाठाहरू छ त्यहाँ। यहाँ मुनि बाख्रा छन्। हेलो हाई भनिदेऊ, हेलो हाई भनिदेऊ। हेरेको रहेछ, हेलो हाई गरिदेऊ, हाई 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 गरिदेऊ। यता जुरु कोठो लाग्ने। ओम नमः शिव हरि महादेव, भाइलाई गाह्रो भयो ल्याइदेऊ एउटा भाउजू दाजु। ए दाजु ल्याइदेऊ एउटा भाउजू, मलाई निकै गाह्रो भयो ल्याइदेऊ एउटा भाउजू। हेर है हेर, म कति काम गर्छु।
भाँडा माझेर तिमीलाई म पालिदिन्छु केही गर्न नसके पनि भाँडा माझेर पालिदिन्छु नि फेरि तिमीलाई म हेर म सबै काम गरिदिन्छु हेर हेर मायालु तिमी कहाँ छौ छिटाऊ तिमीलाई म पालिदिन्छु छिटाऊ 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 तिमीलाई फेरि म यसरी 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 निचरेर मारिदिन्छु म मेरो भाँडा माझ्नु कति गाउँसँग सबै आउँछ नि फेरि गाइसले होइन कलेजतिर भेट्दिउँ भनेको त्यही भाँडा यसो फन्नी गर्नु मन लाग्यो मलाई अनि हे दाजु भाइलाई गाह्रो भयो ल्याइदेऊ एउटा भाउजू ल्याइदेऊ दाजु छिटो एउटा ल्याइदेऊ भाउजू भाइलाई गाह्रो भइसक्यो खाना पका खाजा भाउजूले आएर पकाइदिनु पर्ने मलाई भाउजूहरू छैनन् छिटो हुनुहुन्छ भाउजूहरू फेरि उता आफ्नो पढ्यो हुनुहुन्छ नि आफ्नो काममा उता बिरेन बजारतिर मेरो भाउजूहरू हुनुहुन्छ धेरै त्यसरी भाँडा माझेर तिमीलाई पालिदिन्छु हेर हेर मायालु तिमी कहाँ छौ कसको घरमा लुकेर बसेको छौ छिटो छिटो आइदेऊ होला म तिमीलाई भाँडा यसरी नै माझ्न सघाएर तिमी तिमी चटपट बेच भाँडा माझ्छु चिया बेच तिमी होटल चलाऊ म यसरी भाँडा माझिदिन्छु म यसरी भाँडा माझिदिन्छु मलाई सबै काम गर्नु तिमीलाई म सुखमा दुःखमा राख्न चाहन्न तर यसरी भाँडा माझ्ने ठाउँमा राख्न चाहन्छु छिटो छिटाऊ छिटो छिटाऊ छिटो 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 छिटाऊ छिटो छिटाऊ यस्तो फास्ट मिसिनभन्दा छिटो चलाइन्छु म यति गाह्रो छ नि मलाई कसम भनेको यति गाह्रो छ भाँडामा यति गाह्रो छ नि मलाई यति गाह्रो छ यति गाह्रो छ यति गाह्रो छ यति गाह्रो छ फेरि घरको काम त सबै गरिदिन्छु है हेर है भाँडा माझिदिनु पर्यो तरकारी पाक्दैछ मेरो ग्यासमा तरकारी पाक्दैछ खाने बेला हुन आँट्यो अब 10:05 पानीको पालो हो भरे जानुपर्ने भरेर खाना खाएर ए मायालु आइदेऊ मसँग भाँडा माझ्नलाई ए शिव महादेव ए दाजु ल्याइदेऊ भाउजू गाह्रो भयो भाइलाई ए दाजु ल्याइदेऊ भाउजू गाह्रो भयो भाइलाई सो फाइनली गाइज म चाहिँ कलेजबाट पनि छुट्टी भएर घर हिँडिसकेँ अनि यहाँ हाम्रो केटाहरू घारीमा के गर्दैछन् भन्ने कुरो यस्तो कुदेर आएको मैले भित्रबाट आएको नि दाजु केटाले स्कुटी चोर्न आँटेको पाण्डे कहाँ छ मान्छे पाण्डे जीवने मिस्त्री लोके लम्बो ओ काले खरिदे काले खरिदे दिउँसै टलक्क टल्किँदैछ कसको स्कुटी हो मैले घरमा स्कुटी छोडेको कसले चोरेर ल्याएछ भन्न मिल्दैन है गाइस कसको हेरेर बाटोमा ए मान्छेले हेर्दै रहेछन् पर ऊबरबाट मान्छेले हेर्दैछन् अहिले भाडा काले काले ओ केटा पर्खिने किन हिँडेको बस न किन बस न हो केटा आउँदैछ उभे जाने हो बस न काले एक दुईवटा केही भन्नु सपोर्ट गरिदिनु होला सबले त्यही हो अब त्यही हो केटाहरू के छ खबर विश्व सुन्दरी ठिक हुँदै होला के ठिक विश्व सुन्दरी केटाले बाह्र ल्याउँछ इक्जाम कस्तो भयो केटा दिनु आज बिल्कुल राम्रो तर तिमीले देखाइदिएन नि त हामीलाई तिमी कहाँ म भन्दा धेरै पछाडि छु नि अनि पछाडी पूजाभन्दा पछाडि होइन पास गर्नु सक्दैन पास हुन्छ अब केटा आज पेडाकोजी यस्तो राम्रो इक्जाम भएको छ कि कसम भनेको आज त आई एम सो भेरी ह्याप्पी ह्याप्पी 50 मा केटाहरूले 50 मा केटाहरूले जति 0 नभए नि 5 ल्याउँछ 50 हो र हाम्रो 50 फुल पूर्णाङ्क अनि 18 मा पास 18 मा 19 आयो भने पनि म खुसी हाम्रो चाहिँ पाण्डे त आयो आइ के यस्तो आइ
हाम्रो पाण्डेलाई केटीको आवश्यकता छ प्लिज हो मिलाइदिनुहोस् नमस्ते हाम्रो जीवनले कसैको घर बनाउनु ऊ चाहिँ मिस्त्री उसले आफ्नै घर बनाएर जीवन चलाइरहेको अहिले ढुङ्गा तोडिन्छ उसले चाहिँ ढुङ्गा टोर्ने काम गर्छ यो चाहिँ गोरु कसैलाई चाहिएको छैन कन्ट्याक्ट गर्नु होला तपाईँ कोही अब मेरो सब्सक्राइबरहरू कोही भर्खर हुनुहुन्छ नि तपाईँको बुवा आमालाई कसैलाई खेतबारी जोत्नलाई गोरु चाहिएको छ भने यसलाई भन्नु होला हाम्रो 1 लाख अनिल विष्ट सम्पर्क म नम्बर पनि तपाईँलाई नम्बर पनि दिनेछु मलाई कन्ट्याक्ट गर्नु होला 9817788209 मा नम्बरमा कल गरेर भन्नु होला यताबाट अर्को काले आइसक्यो हाम्रो पेसाले काले अनि उताबाट 3 जना छन् टक्क यताको 2 4 6 मसँग छ कवितासँग 7 2 जना केटीहरू छन् हाम्रो गाउँको बुनहरू हो अनि यता केटाहरू ल लाप्पा परिसक्यो हाम्रो केटाहरू मस्त नि ल ल कलेजी छ केटा ल ल 1 2 3 गो खोइ त पेसाले ल के खान्ने छ यहाँबाट यो बाटो को केटाहरूको लाप्पा के भयो हाम्रो केटाहरू फाइट खेल्नु खोजेको सेलायो के भयो क्यामेरामा हेर्दा ल ठिक छ मान्छे छैन हाम्रो उता आउनु हुँदैछ उता देखाउनु क्यामेराम्यान उता देखाउनु होला अनि केटाहरू मस्त छिटो खेल नि हो केटा लाप्पा लाप्पा छिटो खेल लाप्पा छिटो खेल दुईटा कालेको मितो लाउनु थाल्यो यो चाहिँ पहिला गङ्गडतिर कुखुरा चोरो हिँड्थ्यो यो चोरो अनि के जीवन यसो पछि मेरो घर बनाउनु पर्ने छ सम्पर्क नबिर्स नि फेरि मलाई मिस्त्रीको अनुहार देखाइदिने मिस्त्रीको अनुहार यस्तो हुँदैन नबिर्स जीवन तिमी मलाई नबिर्स जीवन तिमी नबिर्स मलाई को त केटी जस्तो कुद्छ यार सो त्यो के भन्छ इक्जाम दिएर आइसकेको अहिले घर फर्किदियो यता भित्तेबाट आएको नि त अनि हाम्रो यो कलुवाको घर भित्तियो अनि यो चाहिँ हाम्रो ठ्याक्क पहिला बल खेल्ने भित्तेको बल खेल्ने ठाउँ रहेछ यो स्कुटी मेरो घरबाट कसले लिएको हो प्लिज अब घरमा लगेर राखिदिनु न म पुलिसलाई सम्पर्क गरिदिन्छु त्यो इक्जाम दिएर आइसक्यो अब घर सर जानुपर्ने अनि केटाहरू टक्क यहाँ खोइ लाप्पै खेल्दैन कालेर पेछाडि झन्नै हानी भएर त्यही त एकछिन यसो ल सिङ्गल केटाले खतरा इन्टरटेनमेन्ट चाहिँ दिन्छ है दामी सो त्यही हो गाइज अब घर जानुपर्ने घर जाँदा के हुन्छ त्यो सबैले म तपाईँलाई देखाएको छु इन्जोय द ब्लग इन्जोय द भिडियो है ल ट्याप ल्याएर सो फाइनली गाइज म चाहिँ घर पनि आइपुगिसकेँ कलेजबाट होइन अनि मस्तले अहिले त लास्ट बिहान भात नखाएको ड्युटी चोपडा खाएको भोक लागिरहेछ बिहान भात सोधी पकाएर नि अनि टक्क बाटोमा चाहिँ हेर केटा हो कसको 2 जना अन्डा झरेको रहेछ मैले टिभी भेटेर लिएर आएको होइन जिस्केको जस्ट फन्नी जिस्केको मात्र अनि त्यो चाहिँ अहिले अन्डा पकाएर खाना आँटेको टक्क भर्खर चोकबाट लिएर अन्डा किनेर ल्याएर 20 रुपियाँको 1 दाना 40 रुपियाँको 2 दाना किनेर ल्याएर खाना आँटेको भुटेर त्यही हो गाइज होइन अब माथि दाजुको पराल बुङ जानु पनि छ खाना खाएर अनि त्यही हो नयाँ हुन्छ भने सब्सक्राइब पुनः हुन्छ भने लाइक कमेन्ट गरेर जानु होला सबैजनालाई माया सबै देखाइदिनु ल हस्त जय नेपाल आजको ब्लग यति मेन गर्न चाहन्छु हस्त जय नेपाल ल ट्याप्प